नमस्कार सबैजनालाई है। र म चाहिँ यो भिडियो किन बनाउँदैछु भन्दाखेरि चाहिँ फेसबुकले तपाईँहरूलाई कति भ्युज हुँदाखेरि कति पैसा दिन्छ है, त्यसको बारेमा चाहिँ म आफ्नो एक्सपिरियन्स तपाईँहरूलाई बताउँदैछु है। र यहाँ हेर्नुहोस्, मेरो चाहिँ यस्तो छ। यहाँ हेर्नुहोस् 7.1K भ्युज हो मेरो, हो 7164। र पैसा चाहिँ हेर्नुहोस् 0.07 पैसा मात्रै बनिँदैछ, पैसा पनि होइन, अति नै कम्ती। हेर्नुभयो होला होइन, कति चाहिँ कम्ती पैसा छ। यत्रो 7K भ्युजमा पनि 0.07 भनेको कति हो, पैसा पनि होइन, पैसाबाट पनि कम्ती है। त्यस्तो प्रकारले चाहिँ तपाईँहरूले फेसबुकबाट पैसा कमाउनु चाहिँ एकदमै मुस्किल देखेँ मैले है। र $1 बनिनुको लागि पनि 5 महिना वेट गर्नुपर्छ यो पाराले चाहिँ होइन। र तपाईँहरू आफै सोच्नुहोस् है, यो फेसबुकमा टाइम पास गरेर केही फाइदा छैन। 300, 400, 1K, 2K भ्युजहरूको चाहिँ साह्रै चान्सेस छैन जस्तो लाग्यो मलाई है। भाइरल एउटा भिडियोमा भयो भने पनि अरू भिडियो सबै भाइरल हुन सक्दैन है, त्यसमा भ्युजहरू धेरै नै घटिहाल्छ। पहिला जति थियो त्यतिमै आउँछ। त्यही भएर चाहिँ फेसबुकले पैसा चाहिँ यति सजिलो दिँदैन रहेछ भनेर चाहिँ मैले थाहा पाएँ है, आफ्नै देखेर। र यसमा चाहिँ बरु अलिकति तपाईँहरूले टाइम निकालेर केही कुछ बिजनेसहरू गर्नुभयो भने चाहिँ यो चाहिँ फाइदा हो जस्तो लाग्यो मलाई है। र यस्तो कम्ती भ्युजमा चाहिँ तपाईँहरूले आश गर्नु पैसा कमिन्छ यहाँबाट अलिक कमाउँछु भनेर चाहिँ नसोच्दा पनि हुँदो रहेछ है। म यही भन्न चाहन्छु तपाईँहरूलाई।